तारेमाम पास्पी भिडियो गेचौँ बालाला हाम्रो युट्युब च्यानल ब्लग फेसबुक पेज ग्रुपहरूको सबै लिङ्क यो पेजमा छ agendacast.com/नेपाल भाषा। अबिर या होली त चायाला ल्यासे अर्थात् अबिरको होली रिसायो कि तरुनी। अबिर छङ्गु ख्वा हिस्सी देका बी अबिरले तिम्रो मुहार हिस्सी बनाइदिन्छु। नापा लिपा मछा सा अघि पछि लजाए पनि थौला प्याख हुला बिउ आज त नाचिदेऊ। झित न मिज ते थे अबिर तया क्यों झित न मिज ते थे हामीलाई पनि केटाहरूको जस्तै अबिर तया क्यों अबिर लगाएर देखाऊ। हामीलाई पनि केटाहरूको जस्तै अबिर लगाएर देखाऊ। अबिर तया क्यों अबिर या होली त चायाला ल्यासे अबिर छङ्गु ख्वा हिस्सिदेका बी। यो लाइन चाहिँ माथिकै रिपिट भयो। दक्षी तक पिया वगु थौ थे ज्यागु होली। एक वर्षसम्म कुरेर आएको आजको जस्तो होली। दक्षी अर्थात् एक वर्ष हो। उकिसन मितिपी झिथे जापी जोडी त्यसमा पनि खेल्ने हामी जस्तो जोडी। एक वर्षसम्म कुरेर आएको आजको जस्तो होली त्यसमा पनि खेल्ने हामी जस्तो जोडी। अबिर या होली त चाहेला ल्यासे अबिर छङ्गु ख्वा हिस्सिदेका बी। जुजु रानी दरबारे होली मिटिगु रे राजा रानी दरबारमा होली खेल्ने रे। जुजु अर्थात् राजा हो। छमेसिया याना छ्या मछिङ्किगु रे एकजनाले गरेर किन अप्ठ्यारो पार्नु रे। यो मेरो विचारमा यो सेन्टेन्सको मिनिङ चाहिँ नि अब राजा रानी त दरबारमा होली खेल्छ भने तिमी एकजना नखेलेर सबैलाई किन अप्ठ्यारो पार्नु औ खेल तिमी पनि भन्न खोजेको हो कि आई गेस। छ्या मछिङ्किगु रे अबिर या होली त चायाला ल्यासे अबिर छङ्गु ख्वा हिस्सी देका बी। झ्याले चोङ्गु तुक मा झ्यालमा रहेको टुक माला। टुक भनेको चाहिँ हरियो तरकारी हो जुन हरियो तरकारीलाई सुकाइन्छ सुकाएर झ्यालमा चुन्डाएर राखिन्छ र पछि त्यसलाई सुकिसकेपछि फ्यु मन्थ्स पछि अब त्यसलाई चाहिँ नि झोल हालेर पकाएर खाइन्छ। त्यो एकदम मिठो हुन्छ मलाई त एकदम मिठो लाग्छ तर कसै कसैले चाहिँ मन पर्दैन। यसलाई सुकुके भनिन्छ। वहे ल्यासे जित मा त्यही तरुनी मलाई चाहिन्छ। यो सेन्टेन्स चाहिँ नि नेपाल भाषामा एकदम पपुलर छ अरु गीतहरुमा पनि सुन्न सक्नुहुन्छ एउटा दुईटामा। यो सेन्टेन्स चाहिँ नि मुक्ति एन्ड रिभाइभलको गीतमा पनि छ जस्तो लाग्यो मलाई। झ्यालमा रहेको टुकको माला त्यही तरुनी मलाई चाहिन्छ भन्न खोजेको हो यो सेन्टेन्सले। वो ल्यासे मदेक जाहे मनाया त्यो तरुनी नभइकन खाना नै खाने गरेको छैन। अबिर या होली त चायाला ल्यासे अबिर छङ्गु ख्वा हिस्सिदेका बी। यो एकदम राम्रो गीत छ। मैले बच्चैदेखि सुन्दै आएको र बच्चादेखि मनपर्छ मलाई यो गीत अहिले पनि मनपर्छ र सायद म बुढो हुने बेलासम्म पनि मलाई मनपर्छ होला यो गीत। यो गीतको इच वर्डको मिनिङ चाहिँ नि म वेबसाइटमा दिइदिन्छु। वेबसाइटको लिङ्क डिस्क्रिप्सनमा पनि चेक गर्न सक्नुहुन्छ। यो गीत युट्युबमा पनि पाउन सक्नुहुन्छ म लिङ्क पनि छोडिदिन्छु। र होली पनि आउँदैछ यो गीत ट्रान्सलेट गर्नको लागि हामीलाई A01 हाम्रो भ्युअरले भन्नुभएको थियो तपाईलाई योक्को शुभा अर्थात् थ्यांक यू सो मच। र नवराज पोखरेलजीले कृपया नेपाली भाषाको माध्यमबाट सिकाउँदा सजिलो पर्थ्यो कि भन्नुभएको थियो र यो गीत मैले धेरै अगाडिदेखि नै यसमा लेखेर यो ब्लगमा राखेको थिएँ र यसमा आज मैले नेपालीमा गर्न भ्याएन त्यसको लागि क्षमा याचना छ अर्थात् माफ गर्नुहोला।
सकेसम्म म नेपालीमा पनि यहाँ राख्नेछु। भिडियो मन परेदेखि लाइक शेयर सब्स्क्राइब पनि गर्नुहोला र स्पेशली होलीको दिनमा शेयर गर्न नभुल्नुहोला। थ्यांक यू। शुभ